ल आज फेरि मार्केट निस्कँदै है हामी। यस्तो छ यहाँ बाहिर कम्पनी हाम्रो सर हुनुहुन्छ एकजना। हेलो भन्नु त सर। हेलो ल दुईजना। एउटा कम्पनी ऊ पछाडितिर एउटा कम्पनी, अर्को त्यहाँ साइडमा कम्पनी। यो हाम्रो कम्पनी है, के भन्छ यो। अनि यहाँ आरु बगेर फलेको छ यहाँ। ओहो नेपालमा पाइने आरु भएर यहाँ ल्याएर नि सारेछन् मुर्दाहरूले। यो आरु भएर एउटा के हो यो रुखलाई यो। अनि यहाँ थुप्रै बोट बिरुवा। यो आरु पोखरा यो त यसको त बोट दाना छैन त, यहाँ रहेछ दाना। बाँकी त्यसले नि यहीँ पठाएर चाहिँ दाना आज। यो कम्पनीको ठुलो उस चाहिँ उस पछाडि गाडीहरू गइरहेका छन् यताबाट। पप्पी हेलो। यहाँ हाम्रो गाडी दाइ हुनुहुन्छ, आज निस्केर जानुभएछ। रेलभन्दा फास्ट कुदाउँछन् कि गाडीहरू पनि रोडमा। बादल आएछ, बादल आएर अलिअलि डाँडाहरू झुम्मै। यता हाम्रो सबको गाडी त यहाँ राखेर रहेछ हाम्रो दिन गाडी। पछाडि पनि कम्पनी है। यो हाम्रो सपिङ मार्ट हो। गाडी रोड क्रसै गर्न गाह्रो पर्छ। जेब्रा क्रसिङ 1.5 किलोमिटर उता छ अरे। अनि हामी चाहिँ त्यहाँ मान्छेहरू चाहिँ कुद्दै लाग्ने। यो डाँडो रमाइलो लाग्छ क्या मलाई चाहिँ। बड्डा हेर त ऊ त्यो डाँडा क्या रमाइलो लाग्छ क्या। जाउँ माथि जाउँ। कुदिहाल्नु त यो डाँडो के यस्तो छ तल। एकछिन बस्दा क्या रमाइलो लाग्छ। रेलभन्दा फास्ट कुदाहाल्नु के त्यो क्रस गर्ने गाह्रो छ एउटा। एकछिन जाउँला तर नेपालमा देखाउनुपर्छ कि हाम्रो यो आएको कम्पनीहरू टर्की होइन। अन्डा मिल्छ उताबाट जाने नि त, यहाँबाट जानु मिल्दैन होइन। हेर